इलाम जिल्लाको फिक्कल श्रीअन्तु सडक खण्ड अन्तर्गत बराल चोकदेखि तल्लो गोलाइमा यहाँ दुईवटा सवारी एक आपसमा ठक्कर खाएको छ, दुर्घटना भएको छ। एउटा बोलेरो गाडी र अर्को सशस्त्र प्रहरीको गाडी एक आपसमा ठक्कर खाएको हो र बोलेरोले आफ्नो लेन क्रस गरेर त्यही सशस्त्रको गाडीलाई ठक्कर दिएको हो। भर्खरै भएको दुर्घटनामा बोलेरोमा सवार यात्रुहरू 3 जना यात्रीहरू घाइते भएका छन् र अर्को गाडीमा सवार केही घाइते भएका छैनन्। गाडी भने अग्रभागमा दुवै गाडीको चाहिँ क्षति भएको छ। अहिले ट्राफिक प्रहरीले चाहिँ घटनाको चाहिँ जाँचबुझ गरिसकेका छन्। अब गाडी चाहिँ साइड लगाउने तर्फमा छ। बोलेरो गाडी चक्का चाहिँ